जय मसिह यहाँहरूलाई स्वागत छ। आज मेरो युट्युब च्यानलमा मैले अघि भने जस्तै तपाईहरुलाई एन्टिडोटको विषयमा म बोल्न गइरहेको छु। यो एन्टिडोटको शब्दको अर्थ हो विषको असर रोक्ने औषधिलाई चाहिँ हामीले इङ्ग्लिसमा एन्टिडोट भनिन्छ। जस्तो कि यो एन्टिडोट विशेष गरी सर्पहरूले टोक्दाखेरि दिइने गर्छ। अनि अब तपाईहरुलाई थाहै छ यो बर्खायामको मौसम छ अनि यस्तो अवस्थामा चाहिँ साँपले मानिसहरूलाई टोक्दछ अनि ती मानिसहरू चाहिँ अस्पतालमा पुग्छन् उपचार गर्नलाई। ती उपचारको खण्डमा डाक्टरहरूले एन्टिडोट दिने गर्छ। तपाईले कहिले सोच्नुभएछ यो एन्टिडोट कसरी बन्छ भनेर? यो एन्टिडोटको औषधि चाहिँ थुमाको प्लास्मा भन्छ रगतको हो, त्योद्वारा चाहिँ एन्टिडोट बन्छ। अब कसरी बन्छ भनेर म तपाईलाई बताइदिन्छु। यो चाहिँ उनीहरूको ल्याबमा साँपको विष लिएर थुमाको शरीरमा इन्जेक्ट गर्छ अनि केही समयका लागि रेखदेखपछि त्यो रगत थुमाको शरीरबाट निकालेर प्लास्मा तयार पारेर चाहिँ फेरि मान्छेलाई इन्जेक्ट गरेर त्यही साँपले टोकेको औषधिको उपचार गरिन्छ। बुझ्नुभयो? साँपको अर्थ के हो? प्रकाश वाक्य 12:9 मा साँपलाई के भनेको छ? ठुलो अजिङ्गर, त्यो शैतान भनेको छ है। त्यसै कारणले साँप चाहिँ प्रकाश वाक्य 12:9 अनुसार त्यो शैतानको प्रतीक हो। त्यसरी नै थुमा चाहिँ ख्रिसको प्रतीक हो। यूहन्ना 1:29 मा बत्तिसमा दिने यूहन्नाले के भने त? उनले भन्यो, हेरा परमेश्वरको थुमा जो संसारको पाप उठाइ लैजाने भनेर येशूलाई देखाएर त्यहाँको मानिसहरू र यूहन्नाका चेलाहरूलाई देखाए। भन्नको अर्थ तपाईले बुझ्नुभयो, साँपको प्रतीक चाहिँ शैतानको प्रतीक चाहिँ साँप हो भने थुमा चाहिँ येशू ख्रिस्ट हुनुहुन्छ। तपाईहरुले बुझ्दै हुनुहुन्छ। अनि म तपाईलाई भनिदिन्छु, जसरी त्यो साँपको विष लिएर थुमाको शरीरमा साइन्समा ल्याबमा इन्जेक्ट गर्यो, त्यसरी नै तपाईँ र मेरो जीवनको पाप चाहिँ परमेश्वरले आफ्नो पुत्रमाथि राख्नुभयो र जसले पाप जानेको थिएन त्यो क्रुसमा चढेर तपाईँ र मेरो निम्ति बलि हुनुभयो। बुझ्दै हुनुहुन्छ कसरी साइन्सले पनि परमेश्वरप्रतिको कुराहरूलाई देखाउँदछ है। म तपाईहरुलाई हिब्रू 9:22 पढेर सुनाउँछु। वास्तवमा व्यवस्था अनुसार रगतले प्राय सब थोक शुद्ध पार्दछ र रगत नबगाइकन पापको क्षमा हुन सक्दैन। तपाईले बुझ्नुभयो? पापको क्षमा हुनलाई चाहिँ रगत नै चाहिन्छ। त्यसै कारणले जब साँपले हामीहरूलाई ठुङ्छ भने, हामी अस्पताल जान्छौँ भने त्यो पनि थुमाको रगतद्वारा मात्र तपाईँ र मेरो साँपको विष, त्यो साँपले फालेको पाप चाहिँ त्यसरी मेटिन्छ। बुझ्दै हुनुहुन्छ नि? त्यसरी नत्र यदि त्यो एन्टिडोट लिएन भने तपाईँ त्यो साँपको विषद्वारा मर्नुहुनेछ है त। तपाईले बुझ्दै हुनुहुन्छ? त्यसरी अर्को हेरौँ, त्यही हिब्रू 9:28 को क एक लाइन मात्र पढिदिन्छु म, तल्लो होइन। कमा चाहिँ जहाँसम्म कमा छ त्यहाँसम्म, त्यहाँ चाहिँ यसरी छ, त्यसरी ख्रिस्ट पनि धेरैजनाको पाप बोक्नलाई एकैपल्ट बलि हुनुभयो। तपाईँ बुझ्दै हुनुहुन्छ? ख्रिस्ट है, येशू ख्रिस्ट तपाईको अनि मेरो अनि यो सारा संसारभरिको मानिस, भर्खर जन्मेको बच्चादेखि लिएर गर्भमा भएको आमाको बच्चाधरिको निम्ति येशू ख्रिस्ट बलि हुनुभयो तपाईँ र मेरो पापको निम्ति। जसले पाप चिनेको थिएन तर उहाँलाई नै परमेश्वरले हाम्रो पापको निम्ति चुन्नुभयो ताकि त्यो चोखो थुमा तपाईँ र मेरो बलिदानको निम्ति एकैचोटि बलि हुनुभयो। अब हामीलाई थुमा, भेडा, बाख्राको रगत पर्दैन। हामीलाई ख्रिस्टको रगतले एकैचोटि शुद्ध पारेको छ। जसरी साँपले टोक्दाखेरि थुमाको प्लास्मा निकालेर एन्टिडोट दिइन्छ, त्यसरी नै तपाईँ र मेरो हरेक प्रकारको पापलाई येशू ख्रिस्टको रगतले शुद्ध पार्दछ, किनकि ख्रिस्टको रगत पवित्र र शुद्ध हुनुहुन्छ। आउनुहोस् परमेश्वरलाई एकचोटि फेरि धन्यवाद दिउँ। जीवित परमेश्वर पिता, हामी तपाईलाई धन्यवाद दिन चाहन्छौँ। तपाईले आफ्नो पुत्र जो दिनुभयो, जसले पाप चिनेको थिएन तर तापनि तपाईले उहाँलाई हाम्रो पापको निम्ति क्रुसमा बलि दिनुभयो। पिता धन्यवाद, तपाईको यो महानता हो। पिता हामी तपाईलाई धन्यवाद दिन चाहन्छौँ। अनि ख्रिस्टलाई पनि उहाँ परमेश्वरको आज्ञाकारी भएर क्रुससम्मै हाम्रो तपाईँ मेरो हामी सबै मानव जातिको पापको निम्ति
एकैचोटि बलिदान हुनुभयो। अब हामीले कुनै पनि विधि विधान अथवा पापको बलि, बोका, भेडा, थुमा, अन्य कुनै गाई बस्तुहरू दिनु पर्दैन, तर ख्रीष्ट हाम्रो निम्ति मरिसक्नु भएको छ। धन्यवाद येशू प्रभु, तपाईँको रगतको निम्ति धेरै धेरै म धन्यवाद दिन चाहन्छु, किनकि तपाईँको आत्मा, पवित्र आत्माले अहिले पनि जब हामीले कुनै कुरामा चुक्दछ हामीलाई बताउँदछ, हेर छोराछोरी हो, तिमीहरू गल्ती गरिरहेको छ, आफ्नो बाटोमा फर्क। धन्यवाद तपाईँले आफ्नो आत्मा हामीलाई दिनुभएको निम्ति। पिता, धेरै धेरै धन्यवाद माग्दछु, आशिष तपाईँको प्यारो पुत्र येशू ख्रीष्टको नाउँमा, आमेन। जय मसीह, सलोम। तपाईँले बुझ्नुभयो रगत कति शक्तिशाली छ। ख्रीष्टको रगत, हाम्रो थुमा ख्रीष्ट यौनाले भने जस्तै पाप उठाइ लाने, परमेश्वरको थुमा पाप उठाइ लाने येशू ख्रीष्ट हुनुहुन्छ। आमेन।